कुनै पनि लत होस्, जस्तो सुकै लत होस्, कति पुरानो लत होस्, बिहान अल्को नसा गर्ने व्यक्तिलाई दिनुहोस्। यो दबाईमा त्यस्तो के जादु छ जसलाई पिएपछि मानिस हर प्रकारको नसा छोडिदिन्छ? हेर्नुहोस्, सबैभन्दा पहिले तपाईँको यस कुरामा आपत्ति छ कि यो कुनै जादु होइन। यो कुनै जादु मन्त्र होइन। यो शुद्ध विज्ञान हो जसलाई बुझ्न पढ्न हाम्रा पुर्खाहरूले सम्पूर्ण जीवन लगाएका छन्। त्यसपछि यो औषधि तयार भएको हो। उहाँले यो अर्को पुस्तालाई दिए, पुस्ता पुस्ता हुँदै हामीसम्म आइपुग्यो। यदि यो वैज्ञानिक छ भने यसको कुनै साइड इफेक्ट त छैन? बिल्कुल छैन। यो नक्कली रासायनिक औषधि होइन जसको साइड इफेक्ट होस्। अनमोल जडीबुटीबाट तयार पारिएको हो। यसको कुनै साइड इफेक्ट छैन। नसा छुटाउने औषधिको बारे केही बताउनुहोस् जुन आफ्नो पतिका लागि मगाउनु भएको थियो। हजुर, मेरो पति 20 वर्षदेखि रक्सी पिउने गर्थे र गुटखा पनि खान्थे। हामी त उहाँको बानीले अति नै दुखी थियौँ। के गर्ने केही थाहा नै हुँदैन थियो। सारा कमाई रक्सीमा उडाउँथे, राति पिएर आउँथे र कुटपिट पनि गर्थे। धेरै धेरै पीडामा रहन्थ्यौँ हामी। तपाईले यो औषधि बारेमा कसले जानकारी दियो? हजुर, मेरो एक साथीले। उनी पनि आफ्नो पतिको यसै गरी लतबाट दुखी थिइन्। उनीले नसा छुटाउने औषधिको बारेमा भनिन् र भनिन् उनको पतिको नसा छुटेको छ, जरैदेखि खत्तम भएको छ। नसा छुटाउने औषधि ल्याएर आफ्नो पतिको यो हरेक दिन खानामा मिलाएर दिने गर्थिन् र उसको पतिलाई थाहा समेत भएन कि कुनै औषधि उसले खाइरहेको छ। नसा छुटाउने औषधिले उहाँको मदिराको लत छुटायो र आज उनी आफ्नो पतिसँग निकै खुसी छिन्। बस यही आशाको साथ मैले पनि दबाई मगाएँ र सर, सत्य भनौँ भने यस औषधिले त कमालै गरिदियो। पुरा कोर्स गरेपछि मेरो पतिको मदिरा सेवन गर्ने बानी हट्यो। डाक्टर साहबको औषधिले हाम्रो परिवारमा खुसियाली भरेको छ। जस्तो कि तपाईले देख्नुभयो 20 वर्षदेखि नसा गर्ने मानिसहरू मात्र 30 दिनको ग्यारेन्टी सहितको कोर्स गरेर आफ्नो नसा छोडिरहेका छन्। यदि तपाईँ आफ्नो कुनै आफन्त, दाजु वा साथीका लागि अर्डर गर्न चाहनुहुन्छ भने स्क्रिनमा दिएको नम्बरमा कल गर्नुहोस्। यदि नसा गर्ने व्यक्तिको कारण तपाईँ र तपाईँका बच्चाहरूको जीवन बर्बाद भइरहेको छ भने आजै बिहान अल्को मगाउनुहोस् र नसालाई गर्नुहोस् बिदाई। अहिले नै फोन गर्नुहोस्।